विगत 21 वर्षदेखि जापान अध्ययनार्थ जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श, जापानिज भाषाको कक्षा र भिजा प्रिपरेसन गराउँदै आइरहेको ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनले जापान अध्ययनका लागि जान लागेका विद्यार्थीहरूलाई प्री डिपार्चर सेसन आयोजना गरेको छ। आज हाम्रो ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनको 81औं ब्याच स्टुडेन्टहरूको प्री डिपार्चर इन्फर्मेसन र ओरिएन्टेसन प्रोग्राम पनि थियो। आज हामीले विशेष गरी जापानमा भिजा लागेर जापान जान लाग्नुभएका विद्यार्थीहरूको लागि खास गरेर जापानको अपर्च्युनिटी भन्दा पनि जापानमा रहेका चुनौतीहरू, त्यसमा अपनाउनु पर्ने सावधानीहरूको बारेमा हामीले विद्यार्थीहरूलाई जानकारी गरायौँ। त्यसै गरेर फ्लाइटको बेला पनि अपनाउनु पर्ने सावधानीहरू, कलेक्ट गर्नुपर्ने डकुमेन्टहरू, छुटाउनु नहुनुपर्ने कुराहरूको बारेमा सम्पूर्ण रूपमा आज हाम्रो ब्रिफिङ कार्यक्रम रहेको थियो। हामी सम्पूर्ण विद्यार्थीहरूलाई जापानमा आफ्नो भविष्य राम्रो बन्न सकोस्, उहाँहरूको जापान पुगेपछि प्रमिसिङ करियरको लागि चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँहरूको लाइफ एकदमै राम्रो बनोस्, फ्युचर एकदम ब्राइट होस्, आफूले सोचेका सपनाहरू पुरा हुन् भन्ने कामना ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनको तर्फबाट गर्न चाहन्छु। गुणस्तरीय जापानिज भाषाको कक्षा सँगसँगै विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनले हाल नारायण गोपाल चोक भाटभटेनीको अपोजिटमा रहेको महालक्ष्मी अवाल भवनको 4थो तल्लामा विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श केन्द्रको रूपमा ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनलाई चिनाइरहेको छ। पछिल्लो समयमा अक्टोबर इन्टेकका लागि विद्यार्थीहरूलाई तयार गराउँदै आइरहेको ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनले फिजिकल कक्षा र भर्चुअल कक्षा दुवै सफलतापूर्वक अगाडि बढाइरहेको छ। अपग्रेड स्टडी आफैमा च्यालेन्जिङ कुरा हो, चुनौतीपूर्ण कुरा हो। धेरै सावधानीहरू अपनाउनुपर्छ। आफ्नो सपना पुरा गर्नको लागि धेरै समय लाग्न पनि सक्छ, सोचे जस्तो नहुन पनि सक्छ र त्यसको पुरा पूर्व तयारी गरेर मात्रै जापान जानु अथवा विदेश जानु चाहिँ श्रेयस्कर हुन्छ, राम्रो हुन्छ भन्ने लाग्छ। विगत 21 वर्षदेखि जापानमा केन्द्रित रहेर परामर्श बाँडिरहेको हुनाले पनि तपाईँ पनि जेन्युन परामर्श चाहनुहुन्छ, जापानबारे बुझ्न चाहनुहुन्छ, जापानिज भाषा पढ्न चाहनुहुन्छ, न्याट, जेएलपिटी, जेएफटीको तयारी गर्न चाहनुहुन्छ, स्टुडेन्ट भिजा होस् या वर्किङ भिजा होस्, तपाईँ यसबारे बुझ्न चाहनुहुन्छ र भाषाको तयारी गर्न चाहनुहुन्छ, एकदमै क्वालिटी ल्याङ्ग्वेज पढ्न चाहनुहुन्छ भने ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनलाई सम्झन सक्नुहुन्छ। हामी नारायण गोपाल चोक महाराजगञ्जमा अवस्थित छौँ भने ठ्याक्कै भाटभटेनीको अपोजिटपट्टि हामी अहिले छौँ। हामी विगत 21 वर्षदेखि सेवा प्रवाह गरिरहेको हुनाले हामीले हजारौँ विद्यार्थीको सपना पुरा गरेका छौँ। क्वालिटीमा कुनै पनि कम्प्रोमाइज हुँदैन, जेन्युन परामर्श बाँड्छौँ। हामीले बाँडेका स्टुडेन्टलाई भनेका कुराहरूको हामी ग्यारेन्टी लिन्छौँ होइन। त्यस कारणले पनि ग्लोबल चुज गर्नुभयो भने जापान सपना पुरा गर्न तपाईँलाई धेरै सहज हुन्छ भन्ने लाग्छ। धन्यवाद। तसर्थ विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरूले ग्लोबल म्यानेजमेन्ट फाउन्डेसन, महालक्ष्मी अवाल भवन, नारायण गोपाल चोक चक्रपथमा सम्पर्क राख्न सक्नुहुनेछ।